12 बजे राति चाहिँ कसले चाहिँ ढोका ढकढक गरेको रहेछ त्यो जान्नुको लागि चाहिँ मैले जुनको ड्याडीलाई पर्खिराखेँ किनभने मसँग सीसी क्यामेराको एप्स मैले डाउनलोड गरेकै थिइनँ अनि ऊ आएर सीसी क्यामेरामा हेर्दा त दुईजना छोरा मान्छेहरू रहेछ पुलिसको ड्रेसमा म चाहिँ यति राति किन पुलिस आएको होला त्यही माथि कति बेरसम्म बसेको डङटङ गर्दै भनेर मलाई कस्तो चित्तै बुझेन अनि मैले टिकटक खुलेर हेरेँ कि मनमा धेरै थरीको कुराहरू खेल्नु थाल्यो नि अनि टिकटकमा हेर्दाखेरि कतिजनालाई यसरी स्क्याम गरेको रहेछ क्या पुलिसको ड्रेस भन्दै लगाउँदै भगवानै जानोस् है के हो कसो हो अनि मलाई त्यतिखेरको सम्झिँदा फेरि अहिले पनि कस्तो डर लागेर आउँछ अनि जुनको पापा र म चाहिँ पुलिसै हो भन्यो नि के कारणले आयो यति रातिको 12 बजेसम्म भन्दै गफ गर्दै थियो जुनको पापाले चाहिँ फेरि मलाई तिमीले के काम गरेको छ भनेर भन्छ क्या रिस उठेर अनि हामी त सोच्दै झन्डै बहुलाई नै भयौँ अहिले चाहिँ फेरि त्यस्तो भएको छैन इन्सिडेन्ट अनि फेरि अहिले त कति सुनको भाउहरू बढेको छ नि त अनि फेरि हामी नेपालीहरूकोमा त अलिअलि त भइ नै हाल्छ म त त्यो पोचाउन आएकी जस्तै नै लाग्यो क्या एकछिन तपाईँहरूलाई चाहिँ उहाँहरू को जस्तै लाग्छ पुलिसै हो कि स्क्यामरहरू लाइक हुन्छ नि चोरहरू म चाहिँ अहिले पनि कन्फ्युजै छु क्या अनि अहिले पनि मलाई चाहिँ त्यो ट्रमा भइरहेछ क्या दिमागमा आइरहेको छ त्यही भएर चाहिँ मैले चाहिँ सिरानी मुनि आफ्नो प्रोटेक्सनको लागि भनेर गरेर अनि एउटा मोटो स्टिक मेरो सिरानीमा राखिरहेको छु क्या यसो अलिकति भए पनि आँट आउँछ नि त अनि ताल पर्दाखेरि दी पनि हाल्नु पर्छ क्या त्यस्तो के गर्नु नानी भएपछि त धेरै सम्झिनु पर्दो रहेछ क्या